अस्ट्रेलियामा चाहिँ पन्जाबी काण्ड हैन, जापानमा बङ्गाली काण्ड भनेको जस्तै यो दुबईमा पनि पाकिस्तानी काण्ड छ है साथीहरु हैन। हाम्रो दिदीबहिनीहरु अब पाकिस्तानी भनेपछि हुरुक्कै के फिदा नै भइहाल्ने के। अनि पछि आएर चाहिँ हैन अब मलाई पेट बोकाइदियो हैन, अब मलाई अब ब्ल्याकमेल गर्यो, मेरो भिडियो बनाइदियो, यसरी मिसयुज गर्यो भनेर चाहिँ अनि पछि गुनासोहरु आउने गरेको हुन्छ के। खोइ हाम्रो दिदीबहिनीहरुको आँखा चाहिँ खोइ किन नखुलेको हो हैन, के देखेर जानुहुन्छ त्यो चाहिँ थाहा भएन के। अब जस्तै अब दिदीबहिनीहरु नयाँ नयाँ आउँदाखेरि हैन सोझो देखेर के धेरै पछि लाग्ने, मोबाइल नम्बर मागेको मागी गर्ने हैन, अनि त्यहाँबाट घुमाउन लिएर जाने, अनि त्यसपछि खाजा खुवाउन लिएर जाने हैन। यसरी चाहिँ अब एकदम पेलेर पैसा खर्च गरेर चाहिँ हैन ट्र्यापमा पार्ने रहेछ के। यो एउटा हनी ट्र्याप जस्तै ट्र्यापमा उनीहरूले पार्छन् हैन। अब त्यही कारणले पनि अनि लास्टमा चाहिँ मेरो पेट बोकाइदियो, अनि के अरे हस्पिटलमा बच्चा जन्माएर उतैबाट भाग्नु पर्ने, एयरपोर्टको टोयलेटमै बच्चा हैन फाल्नु पर्ने हैन, त्यस्तो त्यस्तो कुराहरू आइरहेछ के। त्यसकारणले म चाहिँ के भन्न चाहन्छु भने हाम्रा नेपाली दिदीबहिनीहरूलाई चाहिँ हैन त्यसरी नफस्नुस् के, कसैको जालमा चङ्गुलमा नफस्नुस् हैन। पैसाको लोभमा आएर त्यसरी फसेको चाहिँ अब राम्रो होइन। भोलि अब एउटा लाइफ नै अब ड्यामेज हुन्छ हैन। भोलि चाहिँ अब एउटा आत्महत्या तुरुत सान जस्तो पनि हुन सक्छ। त्यसकारणले हैन बरु आफ्नो जति स्यालेरी छ त्यसैमा रमाउनुस् हैन, त्यसरी अब नफस्नुस् भनेर चाहिँ म एउटा विनम्र अनुरोध गर्न चाहन्छु।